हेलो गाइस, सबैजना सन्चै हुनुहुन्छ? म पनि यता सन्चै छु है। आज चाहिँ मेरो भाइसँग भेटघाट भएको छ। अब सधैँ हुन्छ तर यसरी अब आज मेरो भाइले चाहिँ धेरै दिनपछि भेटघाट भयो होइन। म पनि तलतिर गएको धेरै दिन भइसक्यो होइन। मेरो भाइ यता सुजल बाबु हिँड्छ होइन। ए हो गाइस, देख्न सक्नुहुन्छ मेरो भाइले चाहिँ एउटा राम्रो छोटो मिठो दाइको लागि केही ऱ्याप सुनाइदिनुहुन्छ कि भन्ने आशा राखेको छु है गाइस। देख्न सक्नुहुन्छ, तपाईँहरूलाई पुरा भिडियो हेर्नु होला फेरि होइन। एउटा ऱ्याप हान्देऊ न यार। ढान्टर्यान सुकेको ज्यान भयो पनि ताकिचिल्लो ज्यान अल्लाह र उमेरमा तरुनीको ध्यान त हामीलाई कसैले नि हेर्दैनन्। एनानी कहाँ हिँडेको त्यो कालो चस्मा कहाँ किनेको हामीसँग पनि बोलाउन हो, हाम्रो पनि त मनै नि हो। अरूसँग बोल्दा झर्केर बोल्छन्, अरूसँग बोल्दा मस्केर बोल्छन्, हामीसँग बोल्दा झर्केर बोल्छन्। झर्केर एनानी कहाँ हिँडेको त्यो कालो चस्मा कहाँ किनेको हामीसँग पनि त मनै नि हो। एक त काम न गाह्रो न हो गाइस, मेरो भाइको चाहिँ ऱ्याप कस्तो लाग्यो सबैजनाले माया देखाइदिनु होला होइन। यस्तै यस्तै भलगहरू बनाएर ल्याउने प्रयास गर्छु। सधैँ त हुन्न होला, कहिले कहिले नेक्स्ट टाइममा बनाउँछु। अब काम हुन्छ गाउँतिर। हाम्रो गाउँ चाहिँ अब यस्तै हो। हामी चाहिँ अब गरिब घरको हुर्किया मान्छे हो। देख्न सक्नुहुन्छ हाम्रो घर चाहिँ यता मेरो भाइको सुजल बाबुको घर यता हो होइन। मेरो घर चाहिँ यता माथि नै छ। देख्न सक्नुहुन्छ गाइस, पछाडि भ्यू कस्तो छ गाइस। देख्न सक्नुहुन्छ हाम्रो चाहिँ पहाडको इलाका हो है। अब साना साना नानी बाबुहरू चाहिँ देख्न सक्नुहुन्छ गाइस। देख्न सक्नुहुन्छ मेरो भाइ आइजाउ न यार। मेरो सुजल बाबु चाहिँ मेरो भाइ एकदम प्यारो लाग्छ, मेरो मुटुको टुक्रा जस्तै हो होइन। देख्न सक्नुहुन्छ गाइस, यही हो साथीभाइको माया प्रेम है। देख्न सक्नुहुन्छ हाम्रो पछाडि भ्यू। सबैजनाले माया देखाइदिनु पर्यो गाइस है।